श्री कण्ठ नेम्बुल रासोपा क्षेत्रीय सभापतिज्यूलाई पनि आसन ग्रहण गर्नु अनुरोध गर्दछु। रासोपा क्षेत्रीय उपसभापति श्री विकास महर्जनज्यूलाई पनि आसन ग्रहणको लागि अनुरोध गर्दछु र श्री उद्धव भट्टराईज्यूलाई पनि आसन ग्रहण गर्नु अनुरोध गर्दछु। धन्यवाद। जसले समयलाई मोल बनाउँछ समयले उसलाई अनमोल बनाउँछ, यो भनाइ राख्दै अब आजको हाम्रो कार्यक्रम म अगाडि बढाउन चाहन्छु। सर्वप्रथम आजका हाम्रा प्रमुख अतिथि 105 वर्षीय अजी मनमाय महर्जनज्यूबाट दीप प्रज्वलनको लागि अनुरोध गर्दछु। सफल कार्यकालको लागि धेरै धेरै शुभकामना। अब क्रमशः रूपमा चाहिँ हाम्रो अध्यक्षज्यूबाट निर्वाचन क्षेत्र नम्बर 2 को तर्फबाट चाहिँ श्री माननीय श्री जगदीश करेलज्यू विजयी प्रतिनिधि सभा सदस्य विजयी हुनुभएकोमा उहाँकोलाई चाहिँ उहाँको कार्यकालको लागि चाहिँ शुभकामना तथा हार्दिक बधाई कार्यक्रममा हाम्रो निम्तालाई स्वीकार गर्दै पाल्नु भएका हाम्रो माननीय सांसदज्यूलाई चाहिँ हार्दिक धन्यवाद दिन चाहन्छु। र हामीले यो एउटा चाहिँ हाम्रो चाहिँ यो क्रमका क्लबबाट चाहिँ सानो टोल भए पनि यो ठुलो जुन चाहिँ काम गर्न सक्यो त्यसको लागि चाहिँ तपाईँहरूको साथ सहयोगले नै यो सफल भएको र यो सँगै लगायत यस हामी टोलवासीहरूको पनि यसमा धेरै मेहनतहरू छ। र आज हामीले चाहिँ अझ एउटा विशेष गर्व के छ, हाम्रो अगाडि हाम्रो टोलको सम्भवतः ललितपुरकै ज्येष्ठ नागरिक हुनुहुन्छ होला, 105 वर्ष हुनुभयो, उहाँको तर्फबाट चाहिँ हजुरलाई चाहिँ सम्मान गर्नु पाउँदा हामी टोलवासीहरू एकदम गौरवान्वित भएको छु। Ini juga aja, tulis nasi dusu kok sama ni. Mr. Harry, yang buat top,